हेलो साथीहरू, आशा छ सबै सन्चै हुनुहुन्छ होला। धेरै दिन भएको थियो, आफ्नो व्यस्तताका कारणले मैले भिडियो लिएर आउन पाएको थिएन। सबै साथीहरूको कमेन्ट पढिरहेको छु, सबैको एक एक गरेर रिप्लाई गरिरहेको छु। सो आजको भिडियोमा चाहिँ धेरै साथीहरूले कमेन्ट गर्नुभएको छ। धेरै साथीहरूले जान्न खोजिराख्नु भएको छ दुबईदेखि रोमानिया आउन कति पैसा लाग्छ, कति समय लाग्छ भनेर धेरै साथीको कमेन्ट आएको थियो। सो आजको भिडियो त्यसको लागि बनाउँदैछु। यदि तपाईँहरू जुनसुकै ठाउँबाट रोमानियाको लागि अप्लाई गर्दै हुनुहुन्छ, विशेष गरी त गल्फ कन्ट्रीमा काम गरिराख्नु भएको साथीहरूले रोमानियाको लागि अप्लाई गर्दाखेरि एकदमै ध्यान दिनुपर्ने हुन्छ। किनकि अर्काको कम्पनीमा काम गर्दा भिसा सकिन्छ, भिसा सकियो भने कम्पनीले निकालिदियो भने यता अप्लाई गरेको हुन्छ, फेरि इलिगल भएर बस्न पनि गाह्रै हुन्छ। सो त्यही भएर तपाईँहरूले 8 देखि 12 महिनाको समय छुट्याउनै पर्ने हुन्छ। किनकि मेन पावरले जति नै छिटो काम गरिदिन्छु 4 महिना 5 महिना भने तापनि खासमा मेन पावरलाई पनि थाहा हुँदैन यति लाग्छ समय भनेर। सो त्यही भएर तपाईँले आफ्नै लागि 12 महिनासम्मको समय हुँदै लगाउनु अप्लाई गर्नुभयो भने तपाईँलाई एकदमै राम्रो हुनेछ। सो पैसाको कुरामा चाहिँ मैले सेन्जन हुनुभन्दा अगाडि नै अप्लाई गरेको हुनाले 11,500 लागेको थियो। अहिले सुन्नमा आएको छ 14-15 हजार लाग्ने गर्छ भनेर सुन्नमा आएको छ। यदि तपाईँहरू गल्फ कन्ट्रीबाट पनि 14-15 हजार तिरेर आउँदै हुनुहुन्छ भने पनि एकदमै राम्रो छ, आउनुहोस् भन्न चाहन्छु। सो गाइज, आजको भिडियो यति नै। यदि तपाईँहरूलाई कुनै कुराको जिज्ञासा भएमा कमेन्ट छोड्नु होला। म नेक्स्ट भिडियो लिएर फेरि पनि आउनेछु है त।